सो हेलो हे व्हाट्सअप गाइज भनेर भन्दा पनि पहिला यो सुन्नुहोस् 100 कसरी मिलाउने तपाईहरु यही भनेर आउनु भएको हैन यो भिडियोमा हो म त्यो जर्नीसम्म चाहिँ लग्छु हैन देखिनै पर्थ्यो तलाई ठिकै छ मैले लगाउन चाहिँ लगाएको छु ल छोड्नु यो कुरा गाइज म के भन्दै थिएँ 100 कसरी मिलाउने है सो गाइज 100 हान्नु रेडी हो त रेडी हो त्यो भन्दा पहिला चाहिँ मेहनत गर्न रेडी हुने ल मेहनत गर्न रेडी हो त सो आउनुस् अब चाहिँ हामी एडभान्स बुकमा जाऊँ ल म चाहिँ तपाईहरुलाई एडभान्स बुकदेखि लिएको सफर चाहिँ एक्जाम हलसम्म लगेर जान्छु एक्जाम हलमा पनि के गर्ने के नगर्ने ल डर लाग्छ त्यहाँ हैन मुटु काप्छ दिएकोहरुलाई थाहा होला मलाई चाहिँ कस्तो डर लाग्थ्यो अनि त्यो सिचुएसनमा चाहिँ कसरी निक्लिने अनि के गर्ने अनि एक्जाम दिँदाखेरि पनि के ध्यान दिने के कुरामा चाहिँ के कुरा मोस्ट इम्पोर्टेन्ट हुन्छ त्यो कुरा पनि भन्ने छु पहिला चाहिँ हामी एडभान्स बुकमा जाऊँ र एडभान्स बुकमा जानुभन्दा पहिला चाहिँ मसँग बुक छैन फेरि सोच्नु होला त्यतिकै भन्यो भनेर मेरो बुक चाहिँ धनगढी नै छन् है म जहाँ पढेको थिएँ त्यही छन् रुममै छन् उता अहिले चाहिँ मसँग बुक छैन तपाईहरु चाहिँ एडभान्स बुकमा जानु अनि म पनि जान्छु तर कसरी भन्दा म यहाँहरुलाई चाहिँ साथीको रुम लगेर जान्छु मेरो साथी चाहिँ पढ्दैछन् अनि उनको रुम चाहिँ लगेर जान्छु उनको सबै त्यो मिनिङ बुकहरु के छ के गर्ने के नगर्ने के पढ्ने के नपढ्ने सबै भन्छु ल तपाईहरुलाई चाहिँ होप जहाँसम्म पनि यदि मेहनत गर्नुहुन्छ भने 100 हान्न गाह्रो छैन है मेहनत गर्नुहुन्न भने मेहनतसँग डर लाग्छ भने फेरि 100 भनेपछि सपना नै भन्ने छ त्यहाँसम्म चाहिँ मेहनत गर्नु होला म चाहिँ तपाईहरुलाई सिधै मेरो साथीको रुम लग्छु ल सो गाइज म चाहिँ रेडी भइसके म जान लागे है अहिले चाहिँ लगा छु ल गाइज जान लाग्छु ल एकदम घाम लाग्छ मस्त तपाईहरुले चाहिँ एकदम कुनै यो भिडियो हेरेर चाहिँ रिग्रेट चाहिँ हुन दिने छैन ल सो गाइज म चाहिँ साथीको रुममा पुगिसकेँ है फाइनली मेरो हातमा चाहिँ यो बुक रहेको छ अनि मिनिङ बुक तपाईहरुसँग जो छ त्यही पढ्नु होला र यो बुकमा चाहिँ एडभान्स बुकमा सबैजना जाम है यसमा चाहिँ के गर्ने के नगर्ने म भन्छु है धेरैजनाहरूले चाहिँ गर्नुहुन्छ होला कोले गर्नुहुन्छ भन्नु पनि होला अनि यो ट्रिक चाहिँ एकदम बबाल छ एकचोटी चाहिँ बुक सकाइसक्नु भएको छ भने यो ट्रिकले बेस्ट काम गर्छ है के गर्ने भने सबैभन्दा पहिला चाहिँ यसमा भएको चित्रहरू मात्रै सुरुदेखि अरु के हेर्न परेन है सुरुमा वा पहिलो नम्बरमा चाहिँ छिटो सकाउनलाई किताबलाई चाहिँ छिटो हामीले सकाउनु पर्ने हुन्छ जतिचोटी तपाई सकाउनुहुन्छ नि त्यतिचोटी पर्फेक्ट हुँदै जान्छ यसमा भएको चित्रहरू मात्रै है सुरुदेखि लास्टसम्म यसको चित्रहरू मात्रै सकाउनु पहिला 1-2 घण्टा लाग्ला जति लाग्ला टाइम त्यो उ भयो हैन अहुइहरु भनौं हैन अनि त्यहाँपछि चित्रहरू सकाइसकेपछि कस्तो लाग्छ किताब मैले सकाए जस्तो लाग्छ चाहिँ पढ्न मन पनि लाग्छ अनि दोस्रो कुरा भनेको चाहिँ यसमा भएको छङ्बोहरू त्यहाँपछि चाहिँ अलिकति टाइम लाग्छ छङ्बोहरू पढ्दाखेरि किनभने नेपालीमा पनि हामीले उ गर्नुपर्ने हुन्छ बुझ्दै पढ्दै जानुपर्ने हुन्छ त्यति धेरै भाष त्यो एकदमै उ गरेर कन्ठै गर्नु पर्दैन नेपालीमा तपाईले बुझ्न सक्नुहुन्छ भने पुग्यो त्यति अरु त्यो भन्दा धेरै केही परेन हैन यहाँदेखि चाहिँ लास्टसम्मको जति पनि तपाईको छङ्बोहरू छ हैन छङ्बोहरूलाई चाहिँ मज्जाले गर्न पढ्ने सुरुमा चाहिँ चित्रहरू पढ्नु भयो त्यसपछि छङ्बोहरू किनभने चित्रहरू पढिसक्नु भयो भनेपछि अब चित्र हेर्नु परेन छङ्बो मात्रै अनि त्यसपछि छङ्बो पढिसक्नु भयो हैन लास्टसम्म अनि त्यसपछि चाहिँ तपाईले के गर्ने भन्दाखेरि अब थेवाहरू पढ्नु परेन त्यो छुट्टै पाटो छ त्यसका लागि चाहिँ म भन्छु थेवाहरू चाहिँ पहिला पढिसक्नु भएको छ नेपालीमा आउँछ थेवाहरू भनेपछि हैन त्यसका लागि चाहिँ के गर्नु पर्यो भने तपाईले यसमा भएको थेवाहरू चाहिँ युट्युबमा पाउँछ 1 देखि 60 च्याप्टर सम्मको त्यो चाहिँ सुन्नु पर्यो अनि लास्टमा चाहिँ ग्रामर है ग्रामर चाहिँ तपाईले यो पुरै त्यो छङ्बो अनि चित्रहरू सकाइसकेपछि ग्रामर पढ्नु होला त्यो चाहिँ ग्रामर पढ्दाखेरि चाहिँ के गर्ने भने अनि जहाँ ग्रामर लागेछ त्यो हाइलाइट गरेर राम्रोसँग ग्रामर चाहिँ पढ्ने अनि मिनिङ चाहिँ त्यो अब भन्नै पर्दैन मिनिङ पावर चाहिँ चाहिन्छ पुरै बुक पढ्ने हो भने चाहिँ मिनिङ बुक पढेकै हुनुपर्छ है एनी हाउ
अनि यसका लागि चाहिँ बुक सकाउने सबैभन्दा सजिलो तरिका भनेको त्यही हो। कोले गर्नुहुन्थ्यो र कोले गर्नुहुन्थेन त्यो भन्नु होला। अनि यो बुक चाहिँ जति छिटो सक्नुहुन्छ नि त्यति छिटो तपाईँले चाहिँ फेरि पढ्ने होइन, फेरि पढ्नको लागि चाहिँ टाइम हुन्छ, फेरि पढ्दै जानु होला। अनि यो पढिसकेपछि तपाईँले चाहिँ इक्जामहरू गरिराख्ने, अनि इक्जामहरू चाहिँ तपाईँहरूले सेट किन्न सक्नुहुन्छ, त्योहरूबाट चाहिँ इक्जाम गर्ने, अनि क्लासहरूमा पनि क्लास टेस्टहरू नछुटाउने, जसरी भए पनि इक्जाम अटेन्ड गर्नै पर्छ होइन, इक्जाम गर्ने, किनभने त्योबाट एक्सपिरियन्स बढ्दै जान्छ। अनि इक्जाम गरिसकेपछि चाहिँ त्यहाँ भएको लिसनिङहरू अनि कुनै कुरा आएन भनेपछि त्यो कुराहरू पनि आफूलाई थाहा हुन्छ नि त, म कति कमजोर छु कति के छु भन्ने कुरा आफूलाई थाहा हुन्छ। अनि त्यो गरिसकेपछि बुकलाई चाहिँ जतिचोटि तपाईँ उल्टाइ फल्टाइ सक्नुहुन्छ नि हो त्यो गऱ्यो भने चाहिँ एकदम बवाल हुन्छ मैले गरेको ट्रिक चाहिँ। सो यति गर्नुभयो भने तपाईँले मजाले किताब सकाउनुहुन्छ छिटो छिटो होइन। त्यसलाई उल्टाइ फल्टाइ गर्नुभयो भने बुकदेखि नै हो कि जम्मा चिजहरू, केही कुनै कुराहरू चाहिँ बाहिरदेखि आउँछ, बाहिरदेखि आएको कुराहरू कस्तो हुन्छ भने व्यवहारिक हुन्छ क्या। अनि तपाईँले मिनिङ पढ्नु भएको छ भने, बुक राम्रोसँग खानु भएको छ भने, बुकभित्रको सबै कुराहरू राम्रोसँग गर्नु भएको छ भने तपाईँलाई कुनै गाह्रो हुँदैन क्या। त्यो त्यति डराइहाल्नुपर्ने कुरा केही छैन त्यसमा हो। त्यति गर्नुभयो भने बुकको लागि चाहिँ पुग्यो है। बुक भन्दा आउट कुराहरू जो तपाईँहरू हेर्नुहुन्छ त्यो के नहेर्ने, फेसबुकमा आएको त्यो क्वेसनहरू गर्दै नगर्ने, अभोइड गर्ने, त्यो कुराहरू चाहिँ तपाईँले सिधै अभोइड गर्दा हुन्छ। अनि बाँकी फाल्तु चिजहरूमा यदि कसैले यो गरौँ त्यो गरौँ त्यो पनि नगर्ने। तपाईँले गर्ने भनेको चाहिँ अब बुक दिनादिन पढ्ने है, बुकलाई चाहिँ फोकस गरिराख्ने, मिनिङहरू चाहिँ रिपिट गरिराख्ने, अनि बुक पढ्नुभयो। अनि त्यसपछि चाहिँ तपाईँले इक्जामहरू एटेन्ड गर्ने है। इक्जामहरू क्लास इक्जामहरू हुन्छ या सेट किनेर तपाईँले आफ्नै मोबाइलमा पनि गर्न सक्नुहुन्छ। जे भयो भने तपाईँले इक्जाम धेरै गर्ने, किनभने त्यहाँबाट चाहिँ एक्सपिरियन्स हुन्छ। पछि कस्तो हुन्छ भने त्यो ठ्याक्क गर्न इक्जाम गरे हाल्नुभयो होइन। अब गरिसकेपछि कुनै क्वेसन देख्नुभयो तपाईँले अटोमेटिकली त्यो ट्रिक आइहाल्छ कि यो क्वेसनको आन्सर यो हुन्छ भन्ने कुरा। तर त्यस्तो गर्ने होइन, राम्रोसँग चाहिँ पढ्नु पऱ्यो होइन त्यसका लागि चाहिँ। अनि त्यो चाहिँ छुट्टै पाटो भयो। ल त्यो चाहिँ मैले सकाएँ किताबको लागि है, किताब अनि बुक अनि आउट कुराहरू के गर्ने। आउट कुराहरूमा एउटा कुरा छ, आउट त नभनौँ बुकै भित्रको हो है। बुकको जुन यो औजारहरू या सरसामानहरू छ नि यिनीहरूको चाहिँ अहोइहरू पढिहाल्नु होला है। अहोइहरू पढ्नुभयो भने इक्जाममा सोध्छ, त्यो कुराहरू चाहिँ सोध्छ। अनि मिचुलको लागि चाहिँ ग्रामर पर्फेक्ट बनाउने, ब्लाइन्ड लिसनिङ आउँछ त्यसका लागि चाहिँ लिसनिङ एकदम धेरै सुन्नु होला। अनि यति भयो बुक कसरी सकाउने र बुकसँग रिलेटेड कुराहरू यति भयो। यति गर्नुभयो भने पुग्यो। अब चाहिँ है बाँकी केही नगर्ने, यो भित्र चाहिँ जे कुरा भन्यो नि त्यो कुराहरू फोकस गरेर यदि पढ्नुहुन्छ भने पुग्छ तपाईँलाई, इक्जाम दिन क्यापेबल हुनुहुन्छ त्यतिलाई चाहिँ है। अब जाम हामी इक्जाम हलतिर है। इक्जाम हलतिर धेरैजना जसले दिनुभएको थियो त्यो मान्छेहरूलाई चाहिँ एक्सपिरियन्स पनि हुन्छ। तर पनि म के भन्छु भने इक्जाम हलमा गइसकेपछि सबले भन्छ डर लाग्यो। डर हुन्छ मनभित्र, मेरो पनि थियो, सबको हुन्छ। तर कसैको कन्सेप्ट के हुन्छ भने डर लाग्यो भने सबै बिर्सिन्छ अरे भन्ने कन्सेप्ट लगेर गए हुन्छन् कि त्यो सबभन्दा ठुलो गल्ती हो। त्यो नगर्ने, डर लाग्यो भन्दैमा सबै बिर्सिने हुँदैन। आफूभित्र मनोबल छ, आफूले पढेको चाहिँ के का लागि त हो, फाइनल इक्जाम हो, सबलाई थाहा हुन्छ। अलिकति डर लागेको हुन्छ तर त्यति पनि होइन है, त्यति पनि डराउने होइन। किनभने तपाईँले पढ्नु भएको छ भनेपछि तपाईँलाई डराउनु पर्ने कुनै छैन। यदि कसै मान्छेले कुनै गल्ती गरेको छैन भने उसलाई मानौँ कुनै केसै पर्यो, पुलिस समाउन आयो भने त्यो मान्छेले डराउनु पर्ने आवश्यकता छैन नि। गल्ती गरेको छैन भने डराउने होइन। तपाईँले पढ्नु भएको छ भने तपाईँले त्यहाँ गएर इक्जाम दिने हो मजाले गर्न होइन। त्यति धेरै हल्का डर हुन्छ, ममानी थियो, तर त्यति डराउने चाहिँ होइन है। डरको मामलामा चाहिँ त्यो भने। अनि बाँकी चाहिँ इक्जाम सुरु गरिसकेपछि बाँकी नियमहरू चाहिँ उहाँ सबै बताइदिनुहुन्छ। सब तपाईँलाई चाहिँ जिरोदेखि सब के गर्नुपर्ने हो त्यो सब ट्याबमा यसरी चलाउनुहोस् उसरी चलाउनुहोस् सबै भनिदिनुहुन्छ। तर अब चाहिँ के गर्ने है, इक्जाम स्टार्ट भइसकेपछि प्यानिक नहुने, राम्रोसँग क्वेसन गर्ने। क्वेसन गर्दा गर्दै यदि बिचमा
कुनै क्वेसन यदि तपाईँलाई हल्का गाह्रो लाग्यो भने छोडिदिने हो। यो कुराले चाहिँ एकदम पर्फेक्ट गर्छ क्या। छोडिदिनु भयो नि, अगाडि बढ्नुहोस्। त्यो क्वेसन छोडिदिनु भयो, अगाडि बढ्नुहोस्। अगाडि बढिसकेपछि तपाईँले रिडिङ सकाउनु भयो भने है, रिडिङ सकाउनु भयो भने अब त्यो क्वेसनमा नजानुहोस् कि त्यो हार्ड क्वेसनमा नजानुहोस्, अब लिसनिङमा जानुहोस्। लिसनिङ छोड्न जस्तो हुँदैन, मजाले लिसनिङ गर्नु होला। लिसनिङ गर्नुभन्दा पहिला हाम्रो हतारिने बानी हुन्छ। मेरो पनि थियो। पहिला चाहिँ के गर्थ्यो भने सटासट के भन्यो लिसनिङ बजाइहाल्ने क्या, सट्ट त्यही बानी हुन्छ। हाम्रो चाहिँ यता त्यही बानी हुन्छ, त्यहाँ चाहिँ त्यस्तो नगर्ने। यदि त्यस्तो गर्नुभयो भने क्वेसन गयो, त्यति कुरा। अनि त्यो क्वेसनलाई चाहिँ अप्सन पहिला पढेर अनि त्यसपछि मात्रै बजाउने है, त्यति कुरा चाहिँ गर्ने हो। त्यो कुरा चाहिँ गर्नु पऱ्यो। अनि ब्लाइन्ड लिसनिङमा चाहिँ के ध्यान दिनु पऱ्यो भने राम्रोसँग उसले भनेका मेन पोइन्टहरू पनि तपाईँले याद गर्न सक्नुहुन्छ भने, त्यति कुरा पनि याद गर्नुभयो भने आन्सर मिल्छ है। ब्लाइन्ड लिसनिङका लागि चाहिँ त्यो भयो। अब तपाईँले सबै लिसनिङहरू पनि सकाउनु भयो, रिडिङहरू पनि सकाउनु भयो, तर अब बाँकी के रह्यो? अब बाँकी तपाईँले यस्तो गर्नुभयो भने चाहिँ तपाईँको धेरै टाइम बच्छ क्या। त्यो अलिकति हार्ड क्वेसनमा लागिराख्नु भयो भने पछि फेरि त्यो यस्तो असजिलो हुन्छ, किनभने हतारिनुपर्छ क्या अरू क्वेसनहरूका लागि। अब तपाईँले इनफ टाइम छ, यदि 10 मिनट बच्या भए पनि तपाईँले 5 मिनट एउटा क्वेसनलाई दिँदै हुनुहुन्छ, ल 7 मिनट दिनु होला, जति पनि दिनु होला नि, त्यति मिनट तपाईँले एउटा क्वेसनलाई दिनुहुन्छ भने त्यो क्वेसन अभियसली बन्छ हो। यति कुरा चाहिँ गर्नु होला। बाँकी कुरा यो हो कि इक्जाममा गएर प्यानिक नहुने, मजाले गर्नु होला। मैले भनेका ट्रिकहरू चाहिँ अहिलेदेखि नै फलो गर्नु होला। बुक सकाउने ट्रिक त्यो भयो। अनि जे कुरा भनेछु, अरू बाँकी फाल्तु कुरामा केमा पनि ध्यान नदिने। यति गर्नुहुन्छ भने तपाईँ पास हुनुहुन्छ, तपाईँले 100 मिलाउन सक्नुहुन्छ है। यति कुरामा ध्यान दिनुभयो भने हो। बुझ्नुभयो होला। आई होप भिडियो पनि तपाईँहरूले पुरै हेर्नुभयो अनि यहाँसम्म हेरिदिनु भयो। थ्याङ्क यू त्यसका लागि चाहिँ। अनि तपाईँ मैले भनेको कुराहरू राम्रो लाग्यो भने चाहिँ फलो गर्नु होला। अनि यो कुराले चाहिँ तपाईँले अवश्य पास गराउनेछ। आजलाई यति नै। फेरि तपाईँहरूलाई चाहिँ फेरि नयाँ केही भिडियोहरू ल्याएर आउने नै छु, पढाइ सम्बन्धी केही भयो भने। आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ। बाई बाई। लभ यु अल।